हेलो गाइज इट्स मी दिप्सन शर्मा है तपाईँहरूको प्यारो भाइ अथवा दाइ है अनि अनि आयो सधैँ आरामै हुनुहुन्छ होला म पनि एकदम आरामै नै छु है एकदम आरामै छु आरामै रहौँ भन्ने आशा छ अनि त्यसपछि आफ्टर लङ आफ्टर 2 महिना भइसक्यो यसो च्यानल हेरेको त 2 महिना भयो भिडियो नहालेको होइन अनि त्यसपछि आज चाहिँ जेसुकै पर्ला अब मैले कसैले त भनेको थिएन कि तेरो भ्लग किन आएको छैन कोही 2-3जनाले त भन्नुभएको थियो होइन र अनि त्यो मेसेजमा होइन कि त्यो अगाडि मेरो अगाडि छु अनि त्यसपछि अनि खै त तेरो आजकल त भ्लग पनि आउँदैन कसैले भनेन अब मैले चाहिँ सोचेँ कि अब मैले त के सोचेको थिएँ भन्दा अब सिधै 10 क्लास सकेपछि चाहिँ 10 क्लास सकेपछि चाहिँ भ्लग गर्ने भनेर सोचिरहेको थिएँ कि अनि त्यसपछि अनि मैले चाहिँ भर्खर भात खाएको थिएँ पेट पनि हल्का दुखेर अनि त्यसपछि 10 क्लास सकेपछि सिधै भ्लग गर्नु भन्थेँ तर दिमागमा के आयो भने अहिलेदेखि मिहिनेत गऱ्यो भने अनि मोबाइलको के काम त मसित मोबाइल हुँदा मैले मिहिनेत गरेँ भने मेरो यो मोबाइल भएको के काम भनेर चाहिँ मैले चाहिँ फेरि भ्लग स्टार्ट गरेँ अनि होइन सब्सक्राइबर्स झन् बढ्नु सक्यो झन् घट्यो नि त किनकि धेरै 2 महिना भइसक्यो भिडियो नहालेको अनि त्यसपछि अब हजुरहरूले अब मलाई अहिलेसम्म कतिले भन्ने छैनन् भन्दा नि भन्न त भने छैन 2-3जनाले तर फेस टु फेस त भने छैन अब बाहिर भ्लग गर भनेर फेस टु फेस त भने छैन अब हजुरहरूले अब कमेन्ट गरेर भन्नु न मैले अब गरिहाल्छु अब मलाई कन्फिडेन्स आउँछ होइन अब हजुरहरूले भन्नु बल्ल मलाई कन्फिडेन्स आउँछ अनि यो पनि चेन्ज भयो 2 महिनामा चेन्ज भयो म पुरै चेन्ज भयो जस्तो लाग्छ आफूलाई चाहिँ है अनि त्यही हो आफ्टर धेरै लङ टाइमपछि भ्लग आइरहेको छ बाहिर के अरे बाहिर त घाम लागेन तर गर्मी चाहिँ लास्ट छ यो कसम यो बुटनमा होइन साइकको हान्छ गर्मी त्यही त्यो पङ्खा खनी त यो गाइज हजुरहरूले कमेन्ट गर्नुहोस् अब बाहिरको भ्लग चाहियो पब्लिकमा भ्लग चाहियो भन्नु होइन अब हजुरहरूले अब कमेन्ट धेरै बाहिर भ्लग गर भनेर धेरै कमेन्ट आयो भने त मैले अब त्यो त अब मलाई कन्फिडेन्स आउँछ मलाई बाहिर भ्लग गर्न मन लाग्छ नि त होइन त्यही हो अनि भर्खर भात खाएर भाइले चाहिँ भाँडा धोयो आज चाहिँ मैले त बिहान धोइसकेको थिएँ अनि मम्मी चाहिँ उता कति जानुभएको भर्खरै भात खाएर अनि हामी चाहिँ 1 बजेर भात खाएर थियौँ पङ्खा चलाउनुपर्छ भात खाँदा नि तर गर्मी अनि त्यही हो भाइ चाहिँ अब यता आफ्नो मोबाइलतिर लायो मम्मीले भएपछि त मोबाइलतिर गर्छ अनि अब चाहिँ 2-4 दिनपछि स्कुल पनि चालु हुन लागिसक्यो तर बिस्तारै मैले चाहिँ भ्लग हाल्ने ट्राई गर्छु हुन त अब मेरो मोबाइलमा स्टोरेज पनि छैन खासै होइन 64 GB को मोबाइल हो यस्तै 52 जति GB भरिसक्यो अनि बुकहरू पनि आइसक्यो म चाहिँ अनि मेरो चाहिँ 8 क्लास चाहिँ बबाल भयो राम्रो भयो है पास भएँ अनि त्यसपछि चाहिँ 9 क्लासमा हो मैले चाहिँ इकोनोमिक लिएको छु अनि अर्थशास्त्र के भन्छ त्यसलाई अनि त्यही हो भ्लग आइरहेको हुन्छ कि सब्सक्राइब गरेर राख्नु यसले त यस्तो यसले त अब युट्युब च्यानल अब यसले त युट्युबमा भिडियो हाल्न छोडेछ यसलाई के हामी सब्सक्राइब गर्ने भनेर त्यो अनसब्सक्राइब चाहिँ नगरिदिनु होला होइन अनि त्यसपछि त्यस्तै छ चलिरहेको छ अब 2-4 दिन यसको पनि मैले त के सोचेको थिएँ भन्दा अब 8 क्लास भइन्छ 8 क्लास भएपछि दह्रो डेली भिडियो पेल्न पर्ला डेली एउटा भिडियो त म हाल्छु भने तर मोबाइलले धोका दियो होइन अब के गर्ने यस्तै अब मलाई त यो पनि अब मेरो मोबाइल होइन मेरो त हो तर मलाई मम्मीले दिनुभएको नि त मम्मी नयाँ किनेर अनि यो चाहिँ आजकल चाहिँ लास्ट ल्याग हुन्छ कि मोबाइल अझ मैले गेमहरू नि सब आजकल खेल्दैन मोबाइलमा अनि त्यस्तो भिडियोहरू छैन फोटोहरू छैन त्यही पनि ल्याग हुन्छ यस्तो जिबी खाके भइहाल्थ्यो जिबी भरिहाल्छ स्टोरेजै हुन्न अनि त्यही हो एकचोटि त पुरै कहिलेकाहीँ त भिडियो बनाउँदा चाहिँ उस भइदिन्छ क्या के भन्छ त्यसलाई सिधै रोकिन्छ कि भिडियो स्टोरेज फुल भएर त्यही हो बिस्तारै ब्लगहरू आउँदै हुन्छ है म चाहिँ मम्मीले बोलाएर घर गएको थिएँ होइन तर स्टिभ र ब्याग चाहिँ त्यहाँ छ यिनीहरू चाहिँ यहाँ छन् कारण एउटा मिसन कम्प्लिट बल चाहिँ त्यहाँ गयो ठ्याक्कै देखिने ठाउँमा बस्यो अर्को दुनियाँमा कोही चाहिँ अर्को दुनियाँमा ए ओइ यिनले हो कि हानेको लन्डनमा भल गर यिनले हानेन होइन अनि उता गयो अनि यिनीहरू जानै डराएन किनकि ऊ त्यहाँ चाहिँ एउटा उस छ क्या डेन्जर यो चाहिँ एउटा डेन्जर मिसन हो कि
हान्ला अलि स्याममै रट्टीले खाइहाल्छु नि यस्तो रुपियाँ पहिला सबैको इन्ट्रोडक्सन है तेरो नाम के हो भाइ यसको नाम अनमोल यसको नाम यसले त चिन्नु भयो निसुमन अनि एलेक्स अनि सालो थियो जाउँ न अब दाइ आइसक्यो तिमी बिबेक आइसक्यो जाउँ न बन्द गर न भलक देख ला प्रावा मक्की चोरे प्रावा बोल जोर चोरे पक्का मक्की चोरे हो न देख ला सारे मक्की खा गए देख लो बागो भिडियो साँच्ची गरेर भिडियो बनाएको त सुमनले चाहिँ यिनले चाहिँ मिसन कम्प्लिट गरे यिनको लागि एउटा सब्सक्राइब लाइक गर्ने सब्सक्राइब हुने भयो त फेरि यिनी फेरि हाम्रो सेलिब्रेटी हो कि यिनी बोल्दैन यस्तो ठुलो मान्छे हामी अब क्रिकेट पनि भयो अनि बेस्ट पनि भयो अब चाहिँ पालो फुटबलको हामी फेरि धेरै दिनपछि फुटबल खेल्न लाग्यौँ होइन अनमोल यो चाहिँ हाम्रो यो चाहिँ हाम्रो इन्टरनेसनल प्लेयर यो चाहिँ हाम्रो कोच हो कोच अनि सुमन चाहिँ हाम्रो स्किल सिकाउने ए तिमी त सबै हो अनि उनी चाहिँ सबै हो यो चाहिँ हाम्रो कोच यिनी चाहिँ हाम्रो सिकाउने मान्छे होइन मतलब स्किलहरू के हल्का हल्का अनि म चाहिँ केही पनि होइन केही नै आउन मलाई म चाहिँ यत्तिकै मोबाइल लिने हिँड्ने अनि अर्कोको तारिफ गर्ने त्यस्तै हो म होइन अनि यो फेरि डिफेन्डर डिफेन्स त्यही होइन हाम्रो गेम चाहिँ कन्टिन्यू छ यिनी फेरि बोल्दै बोल्दैन कि भिडियो बनायो भने गाइस वेलकम ब्याक टु न्यू भिडियो हामी कतिजनामा पाँचजनाको नाममा एक कुन्टा सब्सक्राइबर है ल को डुम सुमन ल गेम चाहिँ हाम्रो कन्टिन्यू नै छ अझै पनि होइन भर्खर त सुरु गरेको कन्टिन्यू त हुनैपर्छ भर्खर 5 अब 6 बजेसम्म चाहिँ घर जानुपर्ने हुन्छ तर उयो साइको आइफोन भएर त मैले बवाल भिडियो हाल्थेँ के हेरे फेरि प्लेयरै हो नि फेरि म त पेलेले सिकाएको मैले हो भने बढी हुन्छ छोइसक्यो कन्टिन्यू र अब चाहिँ बिस्तारै भिडियोहरू चाहिरहेको हुन्छ है यहाँ छु म यहाँ फाल्यो नार अलिअलि हो कि खेल्न आउने होइन लात्ती मात्र हान्ने हो हामी चाहिँ अब चाहिँ स्कुल खुल्ने बेलामा बल्ल कति महिनापछि हामी चाहिँ फुटबल खेल्यौँ होला होइन हामी आजकल चाहिँ धेरै जस्तो क्रिकेटै खेल्छौँ तर आउट आयो त्यो होइन भिडियो राम्रो आयो हुन्छ त्यही हो के अरे अहिले भिडियो हाल्न छोड्यो भनेर अनसब्सक्राइब किन हान्नु होला अनि त्यही हो च्यानलमा हुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु आयो आजको भिडियो चाहिँ राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गरेर नबिर्सिनु होला थ्याङ्क्स फर वाचिङ बाई